बलिउडका 3 खान एउटै फिल्ममा काम गर्ने चर्चाले बेला बखतमा भारतीय मिडियाहरू खुबै तात्ने गर्छन्। तर अहिलेसम्म सलमान खान, शाहरुख खान र आमिर खान एउटै फिल्ममा देखिएका छैनन्। नेपालमा पनि प्रतिस्पर्धी नायक एउटै फिल्ममा खेल्ने चर्चाले बेला बखतमा नेपाली सिनेवृत्त गजबले तात्ने गर्छ। गएको वर्ष खबर आएको थियो कि एक अर्काका प्रतिद्वन्दी मानिने नायक आर्यन सिग्देल र जीवन लुइटेल एउटै फिल्ममा देखिँदैछन्। तर अहिलेसम्म यो सम्भव भएकै छैन। नेपाली फिल्मको इतिहास पल्टाउने हो भने आफ्नो कालखण्डका प्रतिद्वन्दी नायकहरूले एक अर्कासँग केही फिल्ममा सँगै काम पनि गरेका छन्। नेपाली फिल्ममा प्रतिस्पर्धी हिरो मानिने नायक भुवन केसी र शिव श्रेष्ठले राको, सपना लगायतका केही फिल्ममा काम गरेका छन् भने अर्का प्रतिस्पर्धी नायक राजेश हमाल र धीरेन साक्यले सिमाना, भीष्म प्रतिज्ञा जस्ता फिल्ममा आम्ने सामने भएका थिए। नायक निखिल उप्रेती र विराज भट्टले पनि अग्निज्वाला, जय शिव शङ्कर फिल्ममा सँगै काम गरेका छन्। केही वर्ष अगाडिसम्म आर्यन सिग्देल र जीवन लुइटेल एउटै फिल्ममा खेल्न सक्ने सम्भावना छ वा छैन भन्ने बहस खुबै चल्ने गर्थ्यो। तर अहिले अर्का 2 नायकको चर्चा सुरु हुन थालेको छ। युवा पुस्ताले ठुलो पर्दामा सर्वाधिक खोजी गर्ने 2 नायक अनमोल केसी र प्रदीप खड्कालाई अहिले नेपाली फिल्ममा प्रतिस्पर्धी नायकको रूपमा हेरिएको छ। होस्टेल, चेरी, ड्रिम्स, गाजलु फिल्मबाट अनमोलले आफ्नो लोभलाग्दो क्रेज बनाइसकेका छन् भन्ने प्रदीपको पनि कमता छैन। प्रेम गीतले नै प्रदीपलाई अनमोलसँग टक्कर गर्ने नायक बनाएको हो। एकपटक कल्पना गर्नुहोस् त, यी 2 नायक एउटै फिल्ममा भए के हुन्थ्यो होला? के दर्शकहरूले अनमोल र प्रदीपलाई एउटै फिल्ममा हेर्न पाउलान्? के यी 2 एकअर्कासँग फिल्म खेल्न तयार होलान्? अहिले यी दुवै स्टारका फ्यानको मनमा यही प्रश्नले जन्म लिएको छ। यो प्रश्न अनमोल र प्रदीपलाई सोधे के जवाफ देलान्? सायद यसको उत्तर त तपाईहरू आफैले पनि अनुमान गर्न सक्नुहुन्छ। उनीहरू यही एउटा जवाफ फर्काउँथे, राम्रो फिल्मबाट अफर आए सँगै काम गर्न गाह्रो छैन। अनमोलले अहिले एक फिल्मबाट 20 लाख पारिश्रमिक लिन थालिसकेका छन् भने प्रदीप पनि यसैको वरिपरि रहेको चर्चा छ। निर्माताले यी 2लाई लिएर फिल्म बनाउँदा पारिश्रमिकका लागि मात्र झन्डै आधा करोड बढी बजेट छुट्याउनु पर्छ भने फिल्म निर्माताका लागि कम्तीमा पनि 5 करोड माथिको बजेट। प्रदीप र अनमोल एउटै फिल्ममा खेल्न राजी भए नेपाली निर्माताले 5 करोड बजेट आँखा चिम्लिएर खन्याउन तयार हुन्छन्। तर प्रश्न केही एउटा कुरामा गएर रोकिन्छ। प्रदीप र अनमोल एउटै फिल्ममा खेल्न राजी त हुन्छन्, सायद उनीहरूका फ्यानहरू पनि यही प्रार्थना गर्दैछन्, अनमोल र प्रदीप एउटै फिल्ममा देखिउन्। अब यो त भोलिका दिनमा नै थाहा हुनेछ अनमोल र प्रदीपले एकसाथ स्क्रिन सेयर गर्छन् वा गर्दैनन्। तर दर्शकहरूले भने यी 2 सुपरस्टारलाई एउटै फिल्ममा हेर्न चाहेका छन्। अनमोल झन्डै 1.5 वर्षपछि पर्दामा फर्किएको फिल्म क्री कार्तिक 3 गते रिलिज हुँदैछ भने वर्ष 2072 मा रिलिज भएको फिल्म प्रेमगीत पछि प्रदीप साउन 13 गते रिलिज हुन लागेको प्रेमगीत 2 मा देखिँदैछन्। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। यी र यस्तै जानकारीमूलक भिडियोहरू हेर्न हाम्रो YouTube च्यानल भने अवश्य सब्स्क्राइब गर्नुहोला।